बागमती नगरपालिकाले निर्माणाधीन अवस्थामा भरतताल जुन खालको एउटा यो पर्यटकीय क्षेत्र बनेको छ, यो क्षेत्र पर्यटकीय क्षेत्र बन्दै गर्दाखेरि यहाँ प्रतिशोध साधेर यो ताल निर्माण गर्ने जनप्रतिनिधिहरूलाई, यहाँका कर्मचारीहरूलाई मुद्दा चलाइएको छ। राज्यले यो मुद्दालाई चाहिँ सत्य तथ्यको आधारमा चाहिँ यसलाई चाहिँ तपाईँको न्याय दियोस्, यो ताकि यो भरतताललाई यो राज्यले पनि अपनत्व दियोस्। यो एउटा पर्यटक क्षेत्रमा यो उल्लेखनीय काम भएको छ। योबाट अरूले पालिकाले सिकेर यस्तै शरणीय काम अन्त पनि होस्। नेपालमा पर्यटन क्षेत्रलाई लगानी गर्दाखेरि राम्रो आयस्रोत गर्न सकिन्छ भन्ने कुरा नमुना प्रस्तुत भएको छ। एक खालको तपाईँको प्रतिशोध भनेर मैले अघि पनि भनिहालेँ। यो राम्रो काम हुँदै गर्दाखेरि यो अति राम्रो भयो भनेर चाहिँ यसलाई प्रतिशोधको रूपमा लिन्छौँ हामी। किन सत्य तथ्यको आधारमा भन्नुपर्दाखेरि यो चाहिँ 42 साल अगाडि 2042 अगाडि यहाँ बागमती नदी नै बगेको थियो हामीको आँखा अगाडि, र यहाँ बुट्यानहरू केही पनि थिएन। तसर्थ पनि यहाँ वनले चाहिँ मुद्दा हालेको छ, राज्यले उत्खननको चाहिँ विषयमा लिएर मुद्दा हालेको छ। यति राम्रो काम भएको छ। यो काम हुँदै गर्दाखेरि चाहिँ उहाँहरूलाई मुद्दा लाउनु अधि प्रतिशोध हो भन्ने चाहिँ हाम्रो ठम्याइ पनि हो। यो मुद्दालाई चाहिँ सकेसम्म भन्दा यथाशीघ्र सत्य तथ्यको आधारमा चाहिँ यो मुद्दालाई छिनोफानो लगाएर यो कामलाई अझ यसलाई यो ताललाई अझ व्यवस्थित गरियोस्। यो ताललाई नगरपालिकाले, प्रदेशले, सङ्घले अपनत्व लिएर अझ यसलाई चाहिँ पर्यटन क्षेत्रमा स्थापित गर्नलाई चाहिँ प्रचार अपनत्व लियोस् भन्ने पनि हामी व्यवसायको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि यही चाहना छ।